डर लाग्दैन नानी तिमीलाई कि म पुऱ्याइदिउँ? लाग्दैन पो, भोटेको छोरी पो हो त। कहाँ डराउँछ? कति बाठी या दिदी त? दिदी भैँसी त अलि बाठी हुनै पर्यो नि। के हो आज त भोटेको छोरीले तर्छ कि क्या? आफूले हेर्न सुनिरहेको बेला अरे हिजो त झन् यसो यसो रे हुँदैन गएर खाइदिइहाल्यो हो। हिजो जस्तो हरायो भने खानुहुन्छ यत्रो भाग। फटाइ हो कि क्या हो यो दिदी त? ल हाम्रो मामाले ल्याएको बिस्कुट त ए तँलाई नि बाँडेर खान आउँछ र? त जस्तो हाँडी खोक्थ्यो र एक्लै खाने? हेर न यसले बोलेको खैले न 3-4 घर छ भने तँले त चौतारामा पो सुताइदिएर। साला जिन्दगीले गफाडी नै बनायो हौ मलाई। यो पैसा चाहिँ झरे चाहिँ कहाँ? म खोजिराम दिदी खोज्छौ नि यति बेला। अघि नै 1 राउन्ड घुमेर आइसक्यो। पुन्जेले भेटेर पनि पप्पा पारिसक्यो होला। तिमी यति बेला गएर चाहिँ भेट्छौ नि। कस्तो भोक लागेर आयो हौ दिदी। त्यही त भने के आफ्नो झनियाको च्वासा घोचेर मार्नु लागिसक्यो। हो र मलाई पनि यहाँ कस्तो घोचिरहेछ भने नखाने त भनेकै हो नि। तपाईँ माछै खाने मात्रै भन्नुहुन्छ। के भन्छ? हिजो खाएको माछा क्या दिदी? पहिले पनि त खाँदाखेरि घाँटीमा अड्केर झन् नमरिन। अहिले त झन् पेटमा पनि घोच्न थाल्यो त। ल हुन के दिदी अब के गर्ने होला? म त मर्छु हौ। के गर्छ यो? माछाले होइन हो, ग्यास्ट्रिकले दुखेको हो। हो र दिदी? के साह्रो लाटी क्या तिमी त। अनि यो ग्यास्ट्रिक भएको चाहिँ के हो नि? खाली पेट हुँदा समयमा खाना नखाँदा दुखिहाल्छ नि। सुरुमा त दुख्दैन थियो नि मलाई पनि, पछि मात्रै हो दुख्नु। ए त्यही भएर पो म त अर्कै पो सोचिरहेको भने लाटी। यहाँ ढुङ्गा चपाउ कि माटो चपाउ जस्तो भइरहेको बेलामा आँखै अगाडि भत्त झरेर जान्छ त बा। ओ दाइ या के हो गरम छ त। फटाइ हो कि क्या हो यो दिदी त? त्यही मान्छेले झारेको होइन रे दिदी? जोसुकैको होस् न। रोटी हो कि क्या हो? ओहो खानेकुरा पो रहेछ त है। उतै माथि पुगेको होला, जाम लगेर दिउँ। हेर न बुद्धि। किन र दिदी? तिमीलाई पेट दुखेको होइन? हो नि दिदी, अहिले पनि कस्तो दुखिरहेछ। किन दुखेको त? अनि तपाईँले आफै भन्नुभएको होइन र समयमा नखाँदा पेट दुख्छ भनेर? अन्त यो के हो? पाउरोटी। अनि किन ल्याएको त्यसलाई? खानलाई। हो त्यही भएर मैले पनि खान लाग्यो। तिमीलाई खान मन लागे खाऊ, म चाहिँ खाने हो। खाइदिउँ कि क्या हो? म पनि खाने नि दिदी। खाऊ न तिमी पनि, कसले नखाऊ भनेछ र?
दिदी एउटा कुरा भनौँ भन न 3-4वटा घर छ भने तपाईँले त चौतारामा पो सुताइदिएर साला जिन्दगीले गफाडी नै बनायो हौ मलाई। हिजोको कुरा छ नि सायद म चाहेर पनि भुल्न सक्दिनँ होला। नरिसाउ ल, मैले तिमीसँग झुट बोले। छैन छैन किन रिसाउने हो र दिदी? तिमी पनि एक्लै रहेछौ, म पनि एक्लै छु, साथी बनाऊ कि भनेर नि। तर रातभरि चिसो भुइँमा सुताइदिए है बुने? होइन होइन चिसै भुइँमा सुते पनि खै किन किन सबै डरहरू हराएर गएछ। बिहान भएकै थाहा पाइ, नत्र त राम्रोसँग निदाएको कुनै रातै थिएन दिदी। अबदेखि सधैँ सँगै बस्ने है बुनी? हुन्छ दिदी। अनि दिदीको आमा बुवा चाहिँ कहाँ हुन्छ नि? खुइ कता हुनुहुन्छ कता। किन दिदी के भएको र? पहिला त हाम्रो पनि घर जग्गा सबै थियो रे, घर चाहिँ अलिअलि याद छ। अनि त्यो घर चाहिँ खोइ त दिदी? बुवा आमा नमिलेपछि जग्गा पनि सबै आमाको नाममा गरिदिनु भएछ। त्यसपछि बुबा र म त खोलाको छेउमा टहर बनाएर बसेको। त्यसो भए त्यही जाम न त अनि। जान्छौ नि। अस्ति भत्काइदिएर त यसरी भौतारेर हिँड्नु परेको। अनि बुवा नि दिदी? विदेश जानु भएको थियो, खोइ अहिलेसम्म आउनु भएको छैन। कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ केही थाहा छैन। आजको दिन पनि कस्तो हो, कहिले घाम आउँछ कहिले पानी आउँछ। ए नानी हो, त्यही त भन्या बुनी। तिमीहरूले यो बाटोमा केही झोलासोला सामान खसेको भेट्यौ र? कालो झोला? छुट्न। कालो झोला प्लास्टिकको भन्न खोजे होला उसले। हावाले उडाइदिइसक्यो होला नि दाइ। प्लास्टिकको झोला होइन क्या नानी, पछाडि भिर्ने झोला चाहिँ हो क्या, पछाडि भिर्ने झोला। बिचारा दाइ, अर्काको सामान किन्न लिनु दिए नि हुने हो नि। त्यही त भने क्या है। के गर्ने होला क्या, भरेकै फ्लाइट छ, त्यही पनि बल्ल बल्ल लागेको बिस्सा। म पनि उस्तै क्या, कमसेकम यहाँ झुन्याएको भए त हुन्थ्यो नि। यहाँ झुन्याउने भएर सब भनिसक्यो। तिमी क्या दिदी? तिमी के कति आफत पर्यो होला तिमी? यही हो र तपाईँको झोला? आज चाहिँ हो त नि। यही त हो त नि मेरो झोला। गाली गरे नि गरोस्, म त होइन भनिदिन्छु। ल अघि चाहिँ किन भेटेको छुइनँ भनेको त। साह्रै भोक लागेको छ र दाइ, त्यहाँ भएको पाउरोटी हामीले खाइदिउँ र भन्नै डर लाग्यो। डराउनु पर्दैन, जब त्यति पाउरोटी खाँदैमा के नै हुन्छ र। बरु सामान भेटे, मेरो लागि त्यही नै सबैभन्दा ठुलो कुरा हो नानी। धन्न गाली चाहिँ गरेन। तिमीहरूले खाना खायौ न र? कसले दिन्छ र दाइ खानालाई? ल यति सानी सानी छु, बुवा आमाले दिइहाल्नुहुन्छ नि खानुलाई। बुवा आमाले दिन त हुनु पनि त पर्यो नि है दिदी। बुवा आमा हुनुहुन्न रे? ओहो नानी, मलाई त एकदमै ढिलो भइसक्यो, म त अब जानुपर्छ। ल ओहो 500? म यहाँ तल होटेल छ, गएर मजाले खाना खाऊ है। हस्। ल तिमीलाई पनि। ल नानीहरू, म चाहिँ गएको है। हस् दाइ।
है तेरी यहाँ हाल न यहाँ हाल जाबो कागज त थियो दिएर कति गरिएछ त देख म दिदी हामीले कति राम्रो काम गर्यौं खाना पनि पायौं पैसा पनि पाइस लाउनु मेरो पैसा पनि राखिदिनु ल त्यही भएर त दिम भनेको नि मैले हुन्छ नि खुबै मैले भनेन र कति बाठी या दिदी त दिदी भैँसी त अलि बाठी हुनै पर्यो नि जाम दिदी तल होटलमा गएर टन्न खारा ल अघि रोटी खाइहाल्यो नि त अब भरे एकैचोटि खानु हुँदैन गएर खाइदिइहाल्यो हो हिजो जस्तो हरायो भने खानुहुन्छ यत्रो भाग हो त है हिजो जसरी हरायो भने पानी नि पर्न लागिसक्यो कहिले एकैछिनमा घाम लाग्छ कहिले एकैछिनमा अँध्यारो हुन्छ पानी पनि पर्न आइसक्यो खानु त मैले भन्दा बेर खान्छ तर खाएको चाहिँ जान्छ कहाँ टोइलेटमा तिमीलाई अनि दाँतै नदेखाई कसरी गर्नु त नानो आफूले हेर्न सुनिरहेको बेला अरे हिजो त झन् यसो यसरी भन्न देऊ न त साने अब छुनै यस्तै के गर्ने त के भन्न देऊ हामीले सुत्दैन ल हाम्रो मामाले ल्याएको बिस्कुट गरेर ए तँलाई नि बाजेट खान आउँछ र त जस्तो हाँडी बोक्दै र एक्लै खाने हेर न यसले बोलेको खैले न हिँड्लासँग मगन रात परिसक्यो तेरो जस्तो काम नभएको र जा त एक्लै ल ल गएको सेतो सेतो मान्छे हिँड्ने बेला भयो नि चुप नमस्ते बाजे ए नमस्ते नानी कहाँ हिँड्यौ राति राति विलचिनले टिप्ला नि फेरि टिप्दैन बाजे टिप्दैन म यत्रो सानो छु देख्नु नि पर्यो नि तिमीलाई ल आहा चकलेट को कसले दियो तँलाई हाम्रो माम विदेशबाट आउनु भएको छ क्या त्यही भएर तेरो मुख नि मिठो बनाइदिउँ भनेर नि ए हो र कहिले आउनु भयो नि अघि दिउँसो आउनु भएको नि बाजे ओ बुढा बा हाम्रो आमाले चाहिँ आउनु पर्दैन घरमा भर्खर त विदेश जानु भएको छ कहाँ अहिले ए अस्ति चाहिँ बजार गएको रे अहिले चाहिँ विदेश गएको रे दिनै बिजी बोली फेर्ने न फोन गरेको छ न घर आउँछ त्यही त भने के भएको होला कि बोरीलाई पनि विदेश जान भनेर हिँडेको मान्छे पुगे पनि छैन यत्रो दिन भइसक्यो कता छ के गर्दैछ अत्तो पत्तो छैन त कतै ल ल सर म गएको ल ल गएको ल बाजे डर लाग्दैन नानी तिमीलाई कि म पुऱ्याइदिउँ बाजे लाग्दैन पो भोटेको छोरी पो हो त कहाँ डराउँछु लौ त नानी मैले त बसे नै हुने भने हो ल बाजे गएको गयो ल लाग्छ ल बिस्तारै जा के हो आज त भुटेको छोरीले तर्छ क्या राइडेमा खट्ट राइडेमा तब्न क्या चाहन्छ हो त्यही भएर त खान लाग्यो नि भन त हो त्यही भएर त खानु लाग्यो नि अलिक साह्रो भन न हो त्यही भएर त खान लाग्यो नि भने मजाले भन्नु न हो त्यही भएर त खान लाग्यो नि भन त हातले इसारा गर्दै भन त चक्कुले काटे पनि हुन्थ्यो यो बोर राखेको होला नि हो नानीहरूले त्यो मेरो ऊ पनि माइक पनि हालिदिएला है ए यहाँ माइक यहाँ छ किल्छ किचे त के भएर पर्दैन भन्नाले गरेको मसला छ तेरा ऊ मसला के हो न त पाक्यो यार अब के गर्नु बाक्लो भयो
पान थप्नु त अलिकति पर्छ भने के के हो आज त भोटेसले तर्छ कि क्या हाइट हाइट